हेलो दर्शन नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल ममता राउत। म चाहिँ आज भाँडा धुनको लागि माथि छतमा गइरहेको थिएँ, तर म चाहिँ भाँडा साइडमा राखेर मस्तसँग भिडियोतिर खिच्नतिर लागेँ। भिडियो चाहिँ एकदम राम्रो आएको थियो। भिडियोहरू कति राम्रो छ नि त, त्यही भएर म चाहिँ भिडियोतिर लागेको थिएँ। तर हाम्रो बगैँचामा एउटा बेलौतीको रुख थियो नि त, त्यही भएर बेलौती फलेको थियो। अनि त्यसैले मैले हजुरहरूलाई बेलौतीहरू देखाउँदैछु। हाम्रो बगैँचामा चाहिँ के रहेछ भनेर हजुरहरूलाई पनि सबैको देखाइरहेको छु। हजुरलाई आवश्यकता छ भने चाहिँ हामी कहाँ आएर लिन सक्नुहुन्छ भनेर भन्दिनँ म। बगैँचा चाहिँ हेर, हाम्रो बगैँचामा चाहिँ के फलेको देख्नुभयो हजुरहरूले हेरेर कमेन्ट गर्नुहोला। उहाँ चाहिँ घरबेटी आन्टी हुनुहुन्छ, अनि उता पल्लो कोठामा बस्ने दिदी कपडा सुकाउँदै हुनुहुन्थ्यो। अनि म चाहिँ अब भाँडा धुनतिर लागेँ। भाँडा धुन आएको पनि अहिले होइन, म चाहिँ अब भाँडा धुन्छु। किनभने चाहिँ म भिडियो खिच्दाखेरि अलिकति म चाहिँ उतैतिर भुलिहाल्छु। त्योभन्दा बरु भाँडा धुँदै गरेको भिडियो बनाइहालौँ भनेर राम्रो देखिरहेको छ नि त सिनहरू। एकदम क्लियर आएको छ। साँझ परेको टाइममा चाहिँ एकदम सफा आउँछ नि त, भिडियो बनाउन पनि राम्रो लाग्छ अनि क्लियर पनि देखिन्छ। पानी परेको समयमा चाहिँ एकदम राम्रो देखिन्छ। अनि घाम लागेको समयभन्दा पानी परेको समयमा मात्र बनाउने गर्छु म बाहिरतिरको भिडियोहरू प्रायः जसो। अघिपछि चाहिँ खासै राम्रो देखाउँदैन नि त घाम लागेको समयमा। त्यसैले हजुरहरूलाई मैले गरेको कामहरूको बारेमा कस्तो लाग्छ सल्लाह सुझाव जानकारी दिँदै गर्नुहोला। हजुरहरूले दिएको जानकारीले मलाई चाहिँ भिडियो अझै बनाउनको लागि थप हौसला दिनेछ भन्छु। भाँडा धोएको ठाउँहरू सफा गरेर म चाहिँ अब लागेँ आफ्नै रुमतिर। घरबेटी आन्टी पनि अगाडि अगाडि जाँदै हुनुहुन्छ। क्यामेरामा देखिनको लागि आजको मेरो काम चाहिँ यति नै हो। ओके, बाई बाई।